नमस्कार, म विद्युत प्रशिक्षक गणेश मान श्रेष्ठ। आज हामी एक्सटेन्सन कर्ड, एक्सटेन्सन बक्स, एक प्रकारको ज्ञान बक्स पनि भनिन्छ यसलाई। आज हामी 5 वे ज्ञान बक्स, यो पुरानो समय पहिला यस्तै चाहिँ ज्ञान बक्स चाहिँ प्रयोग गर्थ्यो। अहिले पनि प्राय ठाउँमा यो चलिराखेकै छ। यो सामान्य कार्यको लागि आज हामी एक्सटेन्सन कर्ड बनाउँदैछौँ। यो एक्सटेन्सन कर्डमा फ्युज, स्विच, इन्डिकेटर, प्लग दुईटा र एक्सटेन्सन वायरमा चाहिँ हामी कर्ड वायर 4 मिटरको बनाएका छौँ। 2 मिटरदेखि 10 मिटरसम्मको पनि बनाइन्छ। तार सानो भयो भने चाहिँ हुँदैन, तार चाहिँ मोटाइ ठुलो भएको हुनुपर्छ ताकि लोड दिने बेलामा लोड खप्न सकोस्। त्यसले गर्दा आज हामी कसरी गरिन्छ भन्ने कुरा चाहिँ हामी अगाडि जाउँ। यो एक मैले तयारी गरेको यो डायग्राम हो। यो फ्युजको सिस्टम, फ्युजको चिन्ह, यो स्विच, यो इन्डिकेटर, यो प्लग, 2 पिन प्लग 5 एम्पियरको भन्छ यसलाई चाहिँ 10 एम्पियरसम्मको चाहिँ यताउति चलाउनु हुँदैन। यसलाई सामान्य रूपमा लिने। फ्युज यो अलिकति टाइट छ, पुरानो चाहिँ यो फ्युज चाहिँ अलिकति टाइट पनि हुन्छ। यो कहिले स्वाट निस्किन्छ, कहिले स्वाट निस्किँदैन। यो फ्युज हेर्नुहोस् त, यो अहिले तत्काल हामीले फ्युज वायरको सट्टा हामीले सानो कपर वायर चाहिँ युज गरेको छौँ। यो फ्युज यसरी पुरा टाइटली राख्नुपर्छ। त्यसपछि फ्युजबाट आएको तार स्विचको पोइन्टमा दिएको छ। त्यसपछि स्विच अन हुन्छ। यहाँ लाइन सप्लाई भयो। इन्डिकेटर यो बलिरहने बत्ती इन्डिकेटर, ताकि बत्ती आइराखेको छ छैन थाहा पाउने। यो 2 पिन प्लग सामान्य कार्यको लागि। यो एउटा इन्डिकेटर इन्डिकेसन गर्ने एउटा टेस्टर हो। जस्तो फ्युज हरहमेशा यो मैले यहाँ हात राखेँ, हेर्नु त फ्युज ठिक छ। फ्युजबाट स्विचमा गएछ, त्यहाँबाट स्विच ठिक छ भने यो बत्ती बल्छ, स्विच ठिक छैन भने बत्ती बल्दैन। त्यसकारण चाहिँ नि यो यसरी हेर्ने, स्विच ठिक छ। स्विचबाट इन्डिकेटरमा गयो, हेर्नुहोस्। त्यसपछि प्लगको पोइन्ट, प्लगको पोइन्ट दुईटा। यो माथिको न्युट्रल पोइन्ट एउटा इन्डिकेटरलाई चाहियो, एउटा प्लगलाई चाहियो, यो प्लगलाई चाहियो हो। यसरी ठिक भइसकेपछि यसलाई हामीले सुरक्षितका साथ यसरी बक्सामा राख्ने। यसरी बक्सामा राख्ने हो ताकि चाहिँ नि सुरक्षा पहिलो हामीले सिक्नुपर्छ। बिजुलीमा सुरक्षा भएन भने कुनै पनि बेलामा एक्सिडेन्ट हुन सक्छ। त्यसकारण पहिला सुरक्षा गर्नुपर्छ। सुरक्षा माध्यम अपनाइसकेपछि यहाँ दुईटा पेज कसिएर राख्ने हो। अब हामीसँग 2 पिन प्लग छ, 2 पिन प्लग, ताकि अब अर्को ठाउँमा जाने लाइन हुन्छ, त्यो लाइन तानेर ल्याउनको निमित्त हामीले प्रयोग गर्ने। जस्तो अब यो 4 मिटर तार छ, यो 4 मिटर तार छ। यो तारलाई हामी कुनै एउटा सप्लाई लिने ठाउँबाट लिन हामी सक्छौँ।
हामीले अहिले सप्लाई जोडिसक्यौँ। इन्डिकेटर बत्ती बलेछ। यो किन मधुरो बत्ती बल्यो भनेदेखि यो एक प्रकारको आजभोलि यो पुरानो घरमा बढी प्रयोग हुन्छ। यो इन्डिकेटर बल्दा 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 भित्र चाहिँ नि कार्बन धेरै जम्मा भइसकेको हुनाले यो मधुरो बलेको हो। यति मात्र बुझ्नुहोस्। यो अब नयाँ भएको भए सल्ल चाहिँ नि राम्रोसँग बोल्छ, त्यस कारण यो भयो। अब हामीले यहाँ लाइन आएन, ठिक छ कि छैन भन्ने कुरा हेर्नुपर्छ। यसबाट काम भयो कि भएन भनेर हामीले हेर्नुपर्छ। अब त्यसको लागि हामीले बत्ती बालेर हेरे पनि भइयो, अथवा फ्यान चलाएर हेरे पनि भइयो। कुनै पनि कार्य यहाँ अब फ्यान चल्यो कि चल्यो हेर्नुहोस् त, फ्यान चल्यो नि, बत्ती आयो नि, होइन? बत्ती आयो। अब यसलाई कन्ट्रोल गर्नु पर्यो भनेपछि यो स्विच डाउन गरेपछि पनि फ्यान अफ हुन्छ। अब यस्तै बत्ती बाल्ने हो, के आवश्यक छ त्यो चलाउने हो। 5 एम्पियरसम्म यसलाई हेभीको रूपमा लानु हुँदैन। बस ल, आजलाई मैले यति चाहिँ यहाँलाई जानकारी दिएँ। धन्यवाद।